मनले चिताएको पुगोस् हजुर अब देश विदेशको सफल हिँड्नुभयो हजुर हाम्रो साहेबको आँटेको पुगोस् हजुर दिनुभयो हजुर हामी यस्तो गन्धर्वलाई दिनुपर्छ हजुर हजुरहरूलाई श्री भगवान्ले दिनु हजुर 105 रुपियाँ दिनुपर्छ देश विदेशको सफल हिँड्नुपर्छ राम्रो होस् हजुर शुभकामना सफल होस् हजुर हाम्रो साहेबले हजुर दिनु अनि हजुर बाबुबाजेले किनी बतेर छोरा नातिले बुझ्नुहुन्छ गन्धर्वको सरस्वतीलाई बुझेकाले बुझ्नुहुन्छ अब देश विदेशको सफल दिनुभयो हजुर राम्रो होस् हाम्रो सागको हजुर दिनु भयो गन्धर्वलाई हँसिलो हातले रक्षे गरून् हाम्रो सरकार पशुपति नास्ताले होइन हजुर भन्नु होला काँचो पाती कोइन सधैँभरि पाउमा तुलसीले दिनुभयो बोलले चिताएको पुगोस् राम्रो होस् देश विदेश जान हिँड्न लाग्ने गर्छ हजुर सधैँभरि रक्षे मनले चिताएको पुगोस् हजुर साहेब शुभ साइडमा हजुर दिनुभयो हजुर हामी यस्तो गन्धर्वलाई दिनुपर्छ हजुरहरूलाई श्री भगवान्ले दिउन् हजुर अब देश विदेशको सफल हिँड्नुभयो राम्रो होस् अलस पुलुस हाम्रो साहेबको हजुर दिनु भाषा गन्धर्वलाई हँसिलो हातले दिनु भयो गन्धर्वलाई हँसिलो हातले रक्षी गर्नु हजुरलाई पशुपति हातले कोइन हजुर भन्नुलाई यसै गरी पाउमा छिजो देश विदेशको सफल हिँड्नुभयो हाम्रो साथीको हजुर हर्दैनमा हुन्छ भने थाला भयो सिधा राखेर दिनुहुन्थ्यो दिनमा 6-7 हजार त कमाउँछ होला यार अब उताबाट फेरि अर्को गाडीले यसरी नै आउने हो सिकेको तालिम होला यो साह्रै जाम गरेर